Hi guys, welcome to my video. आज चाहिँ हैन चर्चिल दादा आउँदै हुनुहुन्छ नेपालबाट अनि हामी पिकअप गर्न जाँदैछौँ अनि हामीले बुके पनि किनिसके अनि भिनाजु चाहिँ गाडी लिएर गइसक्नु भएको छ। हामी चाहिँ ट्रेनमा जान्छौँ। ट्रेनमा पनि आज ट्र्याक वर्क हो अनि ढिलो हुन सक्छ, त्यही भएर हामी छिटो छिटो गरेर जानु ट्राई गर्छौँ। त्यही हो, हेर्दै जानु होला। म सबै दिन्छु अपडेटहरु। गाइस हामी हैन यहाँ लाइनमा जान लेट भयो होला तर त्यही पनि guys, मेरो सरी भएर चक्लेटमा आइसक्यो। I'm gonna use this. आइसकेर म चाहिँ ट्रेन चढेँ। हामी चाहिँ अब ट्रेन चढेर अनि हामी चाहिँ एक्सप्रेसमै चढ्यौँ आज, के भन्छ अरे स्याटरडे भए पनि। अनि अहिले चाहिँ हामी फ्लाइट पुग्यौँ अब 3:30मा पुग्छौँ होला। बाबाको फ्लाइट त मतलब ल्यान्ड हुन्छ 3:30मा, तर टाइम लाग्छ नि त आउँदाखेरि, त्यही भएर हामी चाहिँ 3:30तिर पुग्छौँ। हजुर हेर्दै जानु होला। ऐसा पनि रेडी भयो। हामी चाहिँ मलाई भोक लाग्यो जस्तो भएर चक्लेट अघि जितेको ललिपप खाँदैछु। सुनाइक्यो फेरि मस्कारा पर्यो भने अब बस गरौँ भनेको मैले त। बसमा पुगेपछि अनि फेरि भिडियो बनाउँछौँ। हामी बस चढ्यौँ भन्दै हेर्दै जानु होला। हामी जाँदैछौँ बसमा स्ट्यान्ड डी खोज्दै। वहाँ छ स्ट्यान्ड डी। सेन्ट्रल आएपछि यस्तै गाह्रो हुन्छ के, एकदम दुःख। उति ल जाम। यो गाडीमा म फर्स्ट टाइम चढेको होइन। यो गाडीमा त अरू गाडीमा त्यस्तो छैन, सिट बेल्ट छ खै थाहा। अनि कस्तो राम्रो गाडी वाला के हाम्रो नेपालमा त्यो सोफा सिटर गाडी हुन्छ नि, हो त्यस्तो वाला। तर किन मन भयो पर्दैन छोड्ने हो त्यो एउटा मान्छेले लगाउनु लगा होइन, एउटा दुईजना मात्र लगा। हाम्रो आइसकेको सिट बेल्ट लगाउँदाखेरि हामी हिँडेँ। These are the roses. I'm obsessed with roses though. I don't know why. हामी एयरपोर्ट पुगेँ। एयरपोर्ट कति गरेर आउँछ भने त्यसले गर्दा कहाँ लेख्छ अरे। दादा आउनुभयो। लेख्नु न कस्तो फिल भइरहेको त। वेलकम टु सिडनी भ्लग गराउँछु। कस्तो भयो गाह्रो सबैलाई होला। त्यही त हामी अब खान्छौँ अनि हेर्दै जानु होला। अरू पनि अपडेट दिइहाल्छु, हेर्दै जानु होला। हामी चाहिँ आज मोमो खानु मन लाग्यो। मोमो आइरहेको। हामी के अरे ग्रान्ड भ्याली गयौँ, मुनलाइट गयौँ। अनि त्यसपछि मुनलाइट गएर अनि त्यसपछि मुनलाइट गएर अनि त्यसपछि आँप कहाँ छ आँप नुन खुर्सानी सोध्यो गरेर खाली हो। हेर्दै जानु होला हजुरहरूले। म त इन्स्टामा रिल्स गराउने हो कि यो वालाको। मलाई यति तडपा छ नि
म त्यही गराएर राख्ने हो अब हेर्दै जानु अब हामी घर पुग्यौं थ्याङ्क यू फर वाचिङ माई भिडियो बाई बाई ऐसा बाई बाई दादा यता हेर दादालाई कति थकाइ लाग्यो बाई बाई